हिउँदको हिमाल राम्रो झरनाको पाखा तर तिम्रो सबै राम्रो झन् हाम्रो आँखा भिले मुम्या धोर मिसा मुम हेरे तिमीले पारीबाट नि माया वारी मलाई गाल पार्यो राम्री त तिमी राम्री नि माया मलाई किन गाल पार्यो। यहाँको फेरि एउटा छुट्टै इतिहास रहेछ। यहाँ फेरि तरबारले हानेर काटेको रे त्यो पुल डाँड्ने एउटा डाँडा चाहिँ होइन बम्बहरू नै आएर रहेछ यता। हामी चाहिँ आइपुग्न लाग्यौँ होइन। बम्बो ढङढङ र पानीमा सयले बुम्बा सय सय सयले बुम्बा सय सय सय। हामी झुलिँदैछौँ एकछिन। हामी झुलिँदैछौँ एकछिनपछि हामी चाहिँ ओर्लिनेछौँ। एकछिन धैर्य गर्नु होला मित्रहरू। हामीले पुरै कलिम्पोङको भ्यू देखाउने छौँ तपाईँहरूलाई। पक्नु होला दिदीमा नभनेर है मजाले एकदम झममा ल हामी चाहिँ ओर्लिँदै गरौँ। भ्यूमा झरिदिनु होला लाइनमा झरिदिनु होला। एकछिन बस्न मन लाग्दै लाग्दै पनि निस्किनु परिरहेछ होइन। कालिन्छ दर्शन गरेर फर्केकी मैचनी बेटैमा भयो बाटैमा सुन्दरी तामाङ्नी घर मेरो गुम्बा आज चाहिँ झाँक्रेहरू नै उपस्थित हुनुभएछ। यता चाहिँ हामी टोइलेट जाने बाटो रे। हामी टोइलेट जानला हो होइन हामी टोइलेट भन्दा पनि हामी मन्दिर घुम्न आएको कलिम्पोङ घुम्न आएको होइन। अनि यताबाट त बाटै छैन त। अनि खासमा भन्दाखेरि चाहिँ अब कालिम्पोङ चाहिँ तल फेदमा छ होइन। हामी चाहिँ माथि आइपुगिसकेको छ। अबदेखि चाहिँ हाम्रो माथि पूजाको प्रोग्राम सुरु हुन्छ साथीहरूसँगको रमाइलो। आज त भन्नै बिर्सेछ हामीले होइन। आज हाम्रो नयाँ वर्षको अवसरमा चाहिँ हामी यता घुमघाम गर्न आएको थिएँ। त्यो कुरो चाहिँ बिर्सिरहेको रहेछ। अघिदेखि भनौँ भनिरहेको थिएँ। उपर बजाऊ न यार। यता चाहिँ जाने बाटो रहेछ होइन। जाने बाटोमा टक्क लगाएर बस्नु जानु होला राम्रोसँग। अब बिदा टिकट झोरो टिकट झरिरहेको रहेछ। अब घरमा धर्म गर्नु पऱ्यो नि त नि साथीभाइहरू होइन। धर्म भनेको चिज चाहिँ अब कहिल्यै बिर्सिनु हुँदैन हामीले। खोइ बारिदिउँलाई खोइ आएको खोयो। हाम्रो अङ्कल चाहिँ डराइराख्नु भएको छ तर पनि हामी आँट गरेर लाने हो होइन। खोले आएको खोइ आइन पुल्चे बोल्ने भयो क्या फोटो खिच्यो मैदान आइने हो पुरै हो। लाने एक मान्छे निज भयो ल तन्देऊ त्यो प्रसाद पछि होला त्यो भएको पुरै हो त्यहाँ त ए ल त्यहाँदेखि नि भएको। अब हाम्रो अङ्कल चाहिँ डराइराख्नु भएको रहेछ। अब के भन्नु होइन बुढो मान्छेलाई। खोइ प्रेतर सुँगा हिँगिलाम प्रसाद नुला तुला
네, 이쪽 중이네요. 야자 पहुँचिया थे यो चाहिँ बाथरुम यता चाहिँ भ्यू पनि राम्रो आइरहेछ भर्खर हामी चाहिँ वासरुम गएर आएको हात मुख धोएर अब टक्क पूजा लाउनु पर्यो नि त अनि माथिले पुगेर ऊपर आन तबे हाम्रो खुसी नि यहाँ त ये देसी ठाडविन पहिला झन् खतरा लाग्छ नि तू उमा सुग्याम यसो घुम्दैछु नि तर हुजुन सुनुवा ग्याम गइ दिदी चुम खाबा ग्याम जाछि ग मोबाइल ए निवा ग्याम हरु चाहिँ जिगार जच्छ इजी गर्मी बेचे खुम दिछम खतरा हम लाग्याम पुरा हुन्छ देउता भाग्य हाम्रो मामाको राम्रो प्रस्तुति खान्दैन सितु बेचा यसो ग्याम नाच्ने ल नाचेगी जी यार चली वाला की तोर होने वाला क्या तोर से चखा वाला नु खतरा में बुड़वा माता बस्ती नाच्ने होला अगाडि थाप्रोले नमुना अगाडि प्रभया दन्ते मगी तिलेन्दो शम्पु पुजाइछ कशी ओदे मुक्पा हात शम्पु ओदे मुक्पा हात एकै छी भगवती माई की जय जय नि नाना यता यसो अगाडि यसो गले यसो सिन्धुली नम्सलने राजा नयाँ बस्ती कुरी बजार चाहिँ तल फेदमा हामी चाहिँ माथि टपमा आइसक्यो टपमा लङबार हामी तर चोदेखि लङ जति क्या अरे सौजी नखेयो नानी मर्गामा तर मर माझं कतराले सिंगणी मग मजा होता शिवा दादा हाताना में यार एकदम ये नहीं दिखो नॉलेज है ये फोन करने वाला है ना ओए अब चाहिँ हामी पुग्न लागिसकेको छ 1-2 पाइला मात्र लगो हाँ फोटो खिच्छ ल जी बजाइरहेछ हामी त नाची जाने अन्त
Nilai itu puja sama nih, nggak puja lah tuh langsung. Puja lah video lah sih. Ada puja lah tuh harus nih. Logo, आउनु होला आइन हेलो हेलो खुवाङाम जमन्ती पोप्लेटी भयो कालिङचोक भगवती माइकी कालिङचोक भगवती माइकी नाङ्गी लाल्नुले मनी छ यता फेरि क्यामेरा देखाएन भनेर मलाई चाहिँ बिर्सिनु होला तपाईँहरूले मलाई पनि सम्झिनु होला कृपया सम्झिनु होला ल यो हेलमेट तिमीलाई लान्छु कि भने छोरी चर्ने भेटमा तिमीलाई भेट्न छोरी चर्ने भेगमा बल दिनु होला परमेश्वरी तँले आएको त प्रुफ भन्दै त छेद विजेत पुरै हटाइदिनु होला परमेश्वरी तपाईँलाई यहाँ दर्शन गर्न आएको छ परमेश्वरी बुझ्नु भन्दा ल फान्जिनु आगुइला पाङ बसी ल ल ठिक छ ल मेनु जिम्मे ल परमेश्वर मेरो आवाज चाहिँ सुनिदिनु पर्यो ल परमेश्वर म चाहिँ हात खाली नभएर बजाउन पाएन तैपनि तपाईँले मेरो आवाज सुनिदिनु पर्यो परमेश्वरी यसो क्या घुम्दैछु न दाहिने घुम्दी होइन चोच दिएर घुम्दैछु दाहिने हुँदैन त लाइन आसान ini tiam guys tiam lah sini ini light di sini ini jamang gak ada apa nih lo परमेश्वर भगवान तपाईको रक्षा तपाईको उमा आएको छम तपाईले रक्षा गरिदिनु होला हैन लाइटहरु आशंकी जम लाग्दा सरी नारियल दिबै त खान्थे मुबे खान्थोडा इतो निन्द सरी म अलि उ भएछु परमेश्वर भगवान तपाईले रक्षा गर्नु होला कहाँ नारियल फुट्ने ठाउँ नि थियो होइन ल पुज्नु हुन्छ त्यो तपाईँ पुज्नु हुन्छ त्यो है सो भिडियो गर्ला हजुर हजुर भिडियो गर्ला हजुर कहाँ मिल्दैन नि त ए हस् कालिन्छोक दर्शन गरेर फर्के मै जाग्ने भेटैमा भयो बाटैमा सुन्दरिता माग्ने पाक्नु फेरि फाइनली हाम्रो चाहिँ सकिसकेको छ यहाँ हाम्रो के अरे पूजा सकिसकेको छ अब चाहिँ हामी यहाँबाट तलतिर लाग्ने तगरमा छौँ आमामामा यस्तो लक्षण पऱ्यो कि हामीलाई होइन हिउँ परेर उल्का भएको छ अब पुरा सेतो भएको छ म हामी चाहिँ लाइन बसिरहेछौँ अब हाम्रो लाइनमा बसिरहेछौँ क्यामेरा चाहिँ अलि राम्रो देखिँदैन तैपनि लाइनमा बसिरहेको
हामी चाहिँ अब केबल कारको लागि प्रतीक्षा गरिरहेछौँ, कुरिरहेछौँ केबल कारलाई। अब एकछिनमा चाहिँ हामी केबल कार चढेर तल जानेछौँ भन्दै मजा भएर बाग्राको पाठले मेवाना छ, बाग्राको पाठले मेवाना छ, जेठीले फाइदा आरगोले भन्छ, हाम्रो तगरको जेठीले फाइदा आरगोले भन्छ। ए मजा भएला से मजा, ए मजा भएला से मजा, रमान्दी जातियो पछाडि भेटियो। तिमीले तानेर बोलाउन गएको अनि हाम्रो मामालाई कस्तो लागिरहेछ? एकदम मजा आइरहेछ। अनि हाम्रो दादाज्यू एकदम रमाइलो भइरहेछ। नयाँ वर्षको सबैजनालाई शुभकामना सहित कलिङचोक दर्शन माइले सबैलाई भगवती माइले रक्षा गरून् भन्दै हाम्रो मामालाई कस्तो लाग्यो? मलाई चाहिँ एकदमै मजा फिल भइरहेछ होइन। यस्तो मजासँग घुम्यो आज, यस्तो चाहिँ सबैजना आउनु होला सबैजनाले। अनि हजुरलाई कस्तो लागिरहेछ सर? पुरा कालो देखिरहेछ। यो त देख्दैन रहेछ सर। सर्वप्रथम म नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नयाँ वर्षको शुभकामना दिन चाहन्छु। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै यो नयाँ वर्षको शुभकामना लगायत यो कालिम्पोङले रक्षा गरून् भन्ने चाहन्छु म। हामी चाहिँ आज नयाँ वर्षको दिनमा कालिम्पोङ घुम्न गएको, एकदमै रमाइलो फिल भइरहेछ। हस्त धन्यवाद। कृपया भिजिट गरिदिनु होला। सेकेन्ड स्विजरल्यान्ड भन्न पनि केही फरक नपर्ला जस्तो छ। हस्त धन्यवाद। कमेन्ट गर्नु होला, कमेन्ट गरिदिनु होला, लाइक शेयर कमेन्ट गर्न चाहिँ नभुल्नु होला, टिङ्ग बजाइदिनु होला। लागेको हामी चाहिँ कुरी बजारबाट चाहिँ यस्तो भ्यू आइरहेछ कि होइन। सेकेन्ड स्विजरल्यान्ड भन्दा पनि केही फरक चाहिँ पर्दैन रहेछ। यस्तो जाडो छ कि होइन, पर्न पनि बेर छैन यहाँ त। अब त्यहाँ चाहिँ 20+ माथिको मात्रै आउनु होला। सुझाव चाहिँ त्यो दिन चाहन्छु तपाईँहरूलाई।
अबको भिडियो चाहिँ म फुल चाहिँ देखाउँदिनँ तपाईँहरूलाई, किन भन्दाखेरि यस्तो के अरे हिउँ परिरहेको बेलामा चाहिँ मैले भिडियो गर्न सक्दिनँ होला। त्यही भएर म चाहिँ यो टुरी बजार अनि त्यहीसँग चाहिँ भिडियो गर्छु। त्यसपछि चाहिँ तपाईँहरूले देखाउँछु अनि लास्टमा मात्र भिडियो देखाउनेछु। हस्त धन्यवाद।